तपाईँलाई पास्ट इज पास्ट भनेर त्यो दायरा चाहिँ मेटाउने काम गर्नुहुन्छ त्यो कुराले मनमा छ। त्यो हुन्छ नि समाजको बारेमा एकदमै धेरै रहेछ त्यो एकदम दामी लाग्यो जजमेन्ट बिनाको प्रेम गर्न सिकाउला कि इनोसेन्ट साँच्चीको प्रेम जस्तो के कुराले छोयो फिल्मको छोको भन्ने कुरा लागिरहेको छ कस्तो लाग्यो तपाईँलाई फिल्म एकदम बवाल एकदम रमाइलो एकदम राम्रो छ सबैजनाले हेर्नु होला यो चाहिँ कस्तो छ भन्दाखेरि चाहिँ हाम्रो नेपाली सोसाइटीलाई चाहिँ एकदम कभर गरेर बनाएको मुभी छ सबैजनाले हेर्नु होला एकदम आई लभ यु हो मन पर्छ तपाईँलाई मन पर्छ मलाई चाहिँ ईशा दिदी एकदमै मन पर्यो अनि हाम्रो अभिषेक दादा पनि एकदम एकदम मन पर्यो मुभी चाहिँ एकदम राम्रो छ सबैजनाले हेर्नु होला एकदम हेर्नै पर्ने मुभी छ गाइस ल बाइ बाइ मेरो चाहिँ सेकेन्ड टाइम हो दामी लाग्यो। सेकेन्ड टाइम किन हेर्नु भएको तपाईँले बिहान चाहिँ दाइसँग आयो अहिले चाहिँ फ्यामिलीलाई लिएर आएको राम्रो लाग्यो। राम्रो लागेर तपाईँलाई के चिज एकदम मन परेको फिल्मको फिल्मको हुन्छ नि अहिलेको सिचुएसनमा होइन अहिलेको जेनेरेसनमा चाहिँ पहिला मान्छेहरूको त्यो वर्णन गरेको छ क्या जब कुनै केटीको हुन्छ नि महिलालाई दाग लाग्छ नि दाग लागेपछि यो मान्छेलाई हेर्न हुँदैन मान्छेलाई यस्तो गर्न हुँदैन मान्छेसँग सँग गर्न हुँदैन भन्ने छ नि तर यहाँ चाहिँ अभिषेकजीले चाहिँ भरपुर होइन झन् पास्ट इज पास्ट भनेर त्यो दायरा चाहिँ मेटाउने काम गर्नुहुन्छ त्यो कुराले मनमा छ। अभिषेक हजुरको प्रागले गरेको प्रेम चाहिँ गजब छ गजब छ एकदम गजब छ भने नि मनदेखि लागु माया मात्र कतिसम्म टिक्छ आँखाले देख्ने सम्बन्ध त हरेक दिन परिवर्तन हुन्छ क्या त्यही भएर उहाँले चाहिँ मनदेखि माया लगाउनु भएको छ आँखाले देख्ने सम्बन्ध त हरेक दिन परिवर्तन हुन्छ एकदम गजब लागेको छ। दाइको पहिल्यैदेखि राम्रै लाग्छ लभ स्टोरी दाइको नोभेम्बर रेन क्लासिकहरू पनि एकदम राम्रै छ नि त सो एकदम राम्रो लाग्यो मलाई दाइको अब तपाईँको गीत सङ्गीतलाई फिल्ममा कसरी युटिलाइज गरिएछ जुन तरिकाको गीत चर्चामा थियो त्यो अनुसार कसरी प्रयोग गरिएछ त्यो एकदम ठ्याक्कै मिलेको छ क्या त्यो चाहिँ अनि एकदम दामी लाग्यो मलाई पनि तपाईँलाई कुमारीको एकदम मन परेको चिज के हो कुमारीको अब के मन पऱ्यो भन्नु अब सबै मन एक्टिङदेखि सबै मन पऱ्यो अब कथावस्तु कथावस्तु चाहिँ मेन मन पऱ्यो मलाई मुभीको अलिकति हाम्रो त्यो हुन्छ नि समाजको बारेमा एकदमै धेरै रहेछ त्यो एकदम दामी लाग्यो मलाई अब हाम्रो यहाँ अभिषेकजी हुनुहुन्छ साइडमा अभिषेकजीको काम कस्तो लाग्यो भन्नुहोस् एकदम बबाल हामी त धेरै टाइम बिताइसकेको छौँ सँगै हामीले एकदमै पहिला हाम्रो कन्सर्टहरूमा पनि एकदम सोचे चाहिँ दिनमा आएको छौँ तर खतरा लाग्यो एउटा गायकलाई चाहिँ मेरो लिपसिङ जसले लिपसिङ गर्नुहुन्छ फिल्ममा उसलाई चाहिँ त्यो कतिको स्वायो जस्तो लाग्छ क्या तपाईँको जुन स्वर छ उहाँको लिपसिङमा कतिको स्वायो अक्खा बब्बाल स्वायो जस्तो लाग्यो एकदमै अभिषेकजी यतापट्टि हुनुहुन्छ धेरैले भन्नुभयो मलाई यहाँ अभिषेकको जस्तो प्रेम गर्नुपर्छ गरिसकेपछि भनेर कुमारीले कस्तो प्रेम गर्न सिकाउला दर्शकलाई कुमारीले निस्वार्थ अनेस्ट अनि एकदमै जजमेन्ट बिनाको प्रेम गर्न सिकाउला कि इनोसेन्ट साँच्चीको प्रेम जस्तो अहिले फिल्म चलेपछि चाहिँ लभ प्रपोज कस्तो आइरहेको छ यतिको केटाहरू चाहिन्छ जिन्दगीमा होइन कस्तो खालको आएको छ भन्ने कुरा हो आइरहेछ अप्रिसिएसन पाइरहेको छु दर्शकहरूबाट माया धेरै पाइरहेको छु अनि एकदम खुसी लाग्छ तपाईँलाई त बधाई छ यो फिल्म चल्नुभन्दा पहिला तपाईँले अर्को सिनेमा साइन गरिसक्नु भयो फिल्म रिलिज नहुँदै अर्को सिनेमामा किन लिनुभयो त तपाईँलाई फिल्मकारले त्यो त मेकर्सहरूको म माथिको ट्रस्ट भएर पनि होला अनि सायद मेरो नाटकहरू हेर्नुभएको थियो कि अनि उहाँले दिनेश दाईसँग बसेर एकदम निहालेर हेर्नुभएको थियो कि विभिन्न कुराहरू हुनसक्छ मलाई पनि ठ्याक्कै चाहिँ थाहा भएन मैले सुनेको तपाईँलाई दिनेश राउतजीले अर्को सिनेमामा लिने भन्ने कुरा पनि थियो दुईवटा सिनेमा तर तपाईँलाई सरोज ओलीजीले लिनुभएछ किन तपाईँ उता जानुभयो भर्खर दिनेश दाईले फिल्म गर्नुभएको छ लगतै अर्को गर्नु हुँदैन होला नि त त्यही भएर त्यही सोचेरै गरेर एउटा फिल्म उता गरौँ अनि फेरि यतापट्टि आउँ भन्ने होला अब त्यो अब भविष्यमा थाहा हुन्छ होला यता चाहिँ आकृतिजी वास्तवमा कुमारी भन्ने सिनेमा चाहिँ आकृतिजीको वरिपरि चाहिँ बढी घुमेको लाग्यो मलाई म पर्सनली मैले फर्स्ट टाइम आज फिल्म हेर्न पाएँ आकृतिजीलाई चाहिँ कतिको एप्रिसिएसन त एकदम धेरै ईशाको काम मन पऱ्यो भनेर धेरै दर्शकहरू निस्किनुभयो तपाईँलाई चाहिँ सोसियल मिडियामा फेसबुकमा इन्स्टामा कति धेरै म्यासेजहरू आइरहेको छ कस्तो रेस के पाइरहनु भएको छ एकदमै धेरै मेसेजेसहरू पर्सनली होइन
अडियन्सहरूले पठाउनु भइरहेको छ अनि दाइहरूले पनि पठाउनु भएको छ अनि उहाँहरूले पनि हामीलाई पठाइराख्नु भएको छ अनि एकदमै खुसी लागिरहेछ सबैजनाले काम हाम्रो मन पराइदिनु भयो फर्स्ट फिल्ममा यतिको माया पाउनु भनेको त एकदम ठुलो कुरा भयो यो समाजमा ईसाले प्रायः जस्तो केटा पाउँछ पाउँछ नपाउने भएर तर आजकल अलिकति रेयर छ अलिक गाह्रै छ है अब उहाँले त अर्को सिनेमा साइन गरिसक्नुभयो तपाईँलाई चाहिँ के छ कतिको एप्रिसिएसन त पाइरहनु भएको छ कतिको आकृतिलाई चाहिँ लिनुपर्छ भन्ने कतिको छ मार्केटमा होइन के छ पाइरहनु भएको छ त्यो चाहिँ अब मलाई थाहै हुँदैन नि कसरी थाहा हुन्छ यता हुन्छ हजुर एप्रिसिएसन चाहिँ एकदमै पाइरहेको छु अब मेकर्सहरू कतिजना उहाँहरू पनि आएर हेरिराख्नु भएको छ हाम्रो मुभी अनि पर्सनली हामीलाई एप्रिसिएट पनि गर्नुभएको छ हाम्रो वर्क सो राम्रै हुन्छ म इम्प्रेस भएकोदेखि म फर्स्ट टाइम सिनेमा हेर्दा त्यही नै हो तपाईँ इम्प्रेस हुनुभयो म त एकदम इम्प्रेस छु आई बिलिभ सी विल डु ग्रेट पछि अफर आउँदाखेरि आकृतिलाई लिनुपर्छ त भन्नुभएको छ होइन म अब त्यो त्यसको काम गजब छ लिनुपर्छ त भन्नुभएको छ त्यो भित्री कुरा राखौँ अब ओके अब यहाँ त लभ स्टोरी सिनेमा भनिएको थियो हाम्रो सिनेमालाई होइन तर यो सिनेमाले त धेरै अरू गजबको म्यासेज दिँदो रहेछ यसलाई लभ मात्र भएर जुन तरिकाले हामीले चित्रित गरिरहेको थियौँ त्योभन्दा अलिकति डिफ्रेन्ट पाएँ कि मैले अलिकति यो कुरा चाहिँ क्लियर गर्नुपर्छ कि जस्तो लाग्यो मलाई हजुर हजुर त्यही त अब लभ स्टोरी भनिरहेको हुनुहुन्छ होइन फर्स्टदेखि नै तर दर्शकहरू आउनु भएपछि बल्ल लभ स्टोरी मात्र होइन हामीले पहिला पनि भनिरहेको त्यो लभ स्टोरी मात्र होइन धेरै लेयर्सहरू छ इमोसन्सहरू छ सो अहिले रिभ्युजमा पनि उहाँहरूले भनिराख्नु भएको छ यो सोसाइटीलाई लिएर वुमन इम्पावरमेन्ट होइन लाइफमा कसरी अरूको एक्सेप्टेन्स होइन कसरी फर्स्टमा आफूलाई एक्सेप्ट गर्ने एक्सेप्टेन्सहरू लाइफमा च्यालेन्जेसहरू वुमनलाई स्पेसली कसरी लिँदै आफ्नो अगाडि बढ्ने भनेर धेरै कुराहरू छ सो एकचोटि चाहिँ सबैजनाले हेर्नै पर्छ जस्तो लाग्छ मलाई अभिषेकको जिन्दगीमा चाहिँ अभिषेक चाहिँ आफैमा यसो हेर्दाखेरि चाहिँ कहिले ऐना हेर्दाखेरि चाहिँ ममा चाहिँ प्राग भन्ने पात्र कतिको छ जस्तो लाग्छ मलाई प्रयाग पात्र गर्नु अगाडि पनि मलाई लाग्थ्यो कि मसँग प्रयाग पात्र छ उसको एसेन्स छ ऊ पुरै नभए पनि अनि अहिले फिल्म गरिसकेपछि प्रयागले पनि मलाई धेरै कुरा सिकायो जस्तो लाग्छ अनि प्रयागले राम्रो छाप छोडेको छ मभित्र लभको बारेमा बुझाइ दिनु भएको छ यो फिल्म गरेपछि मेरो लभको बारेमा बुझाइ आई थिङ्क मोर निस्वार्थ भएको छ जस्तो लाग्छ मेरो बुझाइ अझै आई थिङ्क मैले अझै डिपली बुझ्न खोज्छु प्रयास गर्छु अबको फ्युचरमा जस्तो लाग्छ मलाई अभिषेकलाई हामीले चक्लेटी हिरो भनेर बुझ्ने कि कसरी बुझ्ने अब त्यो त दर्शकहरूको नजरमा भएको छ कसरी बुझिदियोस् भन्ने लाग्छ मलाई त अब भर्सटाइल भएर काम देखाउन मन छ बुझिदियोस् त म कसरी भन्ने म उहाँहरूको आँखा हो उहाँहरूको मन हो उहाँहरूले कसरी मलाई लिनुहुन्छ कसरी पर्सिभ गर्नुहुन्छ भन्ने कुरा हो तर म जहिले भन्छु कि अब आइएम एन एक्टर अनि म जे पनि पात्र खेल्न तयार छु आकृतिजीलाई चाहिँ मलाई तपाईँको चाहिँ हिरोइन भन्दा पनि एउटा गजबको कलाकारको रूपमा मैले तपाईँलाई पाएँ फिल्मभित्र चाहिँ थ्याङ्क यू सो मच तपाईँलाई चाहिँ कसरी चिन्दियोस् भन्ने लाग्छ मलाई चाहिँ त्यही हो उनले भनेको जस्तो अब एक्टिङ एउटा कलाकार भइसकेपछि भर्सटाइल होइन त्यही नै हो एउटा यही भएर मात्रै हेरोस् भन्ने पनि हुँदैन हामीलाई त अब डिफ्रेन्ट क्यारेक्टर्सहरू होइन पोर्ट्रेट गर्न मन लाग्छ डिफ्रेन्ट रोलहरू होइन डिफ्रेन्ट मेसेजेसहरू दिन मन लाग्छ अडियन्सहरूलाई सो त्यही हो हस् एकदम तपाईँहरूलाई शुभकामना छ थ्याङ्क यू